तपाईँ पनि यही हुनुहुन्छ? मलाई त कुटेर लहट्न आँटेको थिएँ तै बस्यो नि के गर्नु त अब तपाईँको त इस्यु मलाई थाहा छ मलाई तपाईँको सम्पर्क नम्बर चाहिँ दिनु होला म लेख्छु उहाँ पनि हुनुहुन्छ तपाईँहरूले देखिरहनु भएको छ यति बेला माइतीघर मण्डलामा यहाँ शोभा पाठक लगायतका मान्छेहरू यहाँ विभिन्न माग लिएर चाहिँ अनसन बसिरहेका छन् भने अनसन बसेकै ठाउँमा यति बेला माननीय हर्क साम्बाङ आएर चाहिँ उहाँहरूको माग के हो र उहाँहरूको मागलाई टिपोट गरेर चाहिँ सदनमा उठाउने भनेर चाहिँ यति बेला माग टिपोट गरिरहेको दृश्य हामीले देखाइरहेका छौँ। कति दिनको कुरा गरिस हजुरले यो माइतीघर त मेरो घरै भन्दा बढी भइसक्यो तपाईले आवाज उठाउनु पर्यो के परिवर्तनको पक्षमा भन्ने मान्नेछु खै त हाम्रो आवाज कहाँ गयो यसरी दुःख गरिराख्नु भएको छ के त्यही भएर बुझ्न आएको के म तपाईको नाम के हो ओके गुड ल केही छैन म तपाईहरुले सदनमा कुरा उठाउनु पर्यो साच्चै तपाई परिवर्तन र जनताको लागि आयो भने तपाईले उठाउनु पर्छ के रे त्यसकै लागि आएको छु ल यहाँ के भएर छ भन्दा पद र पावरको भरमा चाहिँ यसो गर्न मिल्दैन है मान्नेछु भन्दिछु तपाईहरुलाई हामीले एकदमै मत दिएर पठाएको चाहिँ एउटा केही गर्नुहुन्छ कि भनेर आशाको दियो बोकेर गरेको म आफै पनि उठेको हो चुनावमा ओके हुन्छ ल समस्या है थुप्रो समस्या छ ल एकछिन है यहाँ चाहिँ के हो के भयो हजुरको चाहिँ मलाई चाहिँ 4 दिनमा 2वटा लाल पूर्जा बनाइदिएछ सर एकचोटि यो सदनमा उठाइदिनु त्यसमा कानुन बनाइदिनु कि 2वटा लाल पूर्जा हजुर मान्छे एउटै जग्गा एउटा लाल पूर्जा किन 2वटा चाहियो सर यो मालपोत कार्यालयले ठगी गरेको हो यसमा कारबाही हुनु पर्यो एकछिन छोडिदिनु न 98 कति फोन 98 16 लेखाउनु भयो दर्शकबिन तपाईँहरूले देखिरहनु भएको छ यति बेला हामीले माइतीघर मण्डलामा यहाँनिर माननीय हर्क साम्बाङ आइरहनु भएको छ भने विभिन्न माग लिएर बसेका पीडितहरूको माग सुन्ने काम गरेको दृश्य हामीले देखाएको छ। यो मोटरसाइकलमा र स्कुटीमा चाहिँ दुध तरकारी बोक्नै दिँदैन के साह्रै दुःख दिन्छ अनि यो के भएर चाहिँ यस्तो गरेको भन्दाखेरि चाहिँ यो चाहिँ यिनीहरूले चाहिँ ठुलो के भन्छ यसले चाहिँ जनताको स्वास्थ्यमा असर गर्छ भन्छ दुध बोक्दा तरकारी बोक्दाखेरि कसरी असर गर्ने भन्ने कुरा हो मेरो चाहिँ होइन अहिले चाहिँ के छ भने यो चाहिँ एउटा कुरा यहाँनिर छुट्याएको छ यहाँनिर जानु पर्यो नमस्कार नमस्ते के समस्या छ मेरो चाहिँ यो हो 13 वर्षदेखिको म पीडित हो रेप केस पीडित होइन अब न्यायालयको मेरुदण्ड न्यायको कानुनको मेरुदण्ड नै कमजोर भएर होला अब सर्वोच्चसम्म लड्दाखेरि पनि मैले आजसम्म न्याय पाएको छुइनँ अब अहिले जो प्रधान न्यायाधीश ज्यू हुनुहुन्छ उहाँले नि गरेको फैसला हो मेरो होइन त्यही फैसलाले मेरो नम्बर 98426 दर्शकबिन तपाईँहरूले यहाँ हर्क साम्बाङले एक गर्दै पीडितका कुराहरू सुन्ने उहाँहरूको मागलाई के कसरी हुन्छ समाधान गर्नतर्फ अगाडि बढ्ने कुरा गरिरहेको दृश्य हामीले देखाइरहेका छौँ भने माननीय हर्क साम्बाङ यति बेला माइती घरमा बसिरहेका एक पीडितहरूलाई भेट्ने र उहाँहरूको कुराहरू सम्बोधन गर्नका लागि संसदसम्म पुग्ने भन्न चाहिँ भनिरहनु भएको छ भने यति बेला यहाँनिर बसिरहेका पीडितहरूलाई एक गर्दै भेटिरहेको यो दृश्य हामीले देखाइरहेका छौँ।